यस्तो भइसक्यो त कपिराइट लाग्छ कहाँ मोर्ने हो यो मोर्छ यसका बाद कस्तो अब दुईटा स्पिकर पछाडि जानु पर्यो कि भाइ स्पिकर छ वायरिङमा चाहिँ जोड्न लाग्यो कि खोइ जोड्ने त फेरि यहाँ चाहिँ भित्रको इन्टेरियर चाहिँ यस्तो देखाएको छ भित्रको इन्टेरियर चाहिँ यस्तो देखाएको छ म कारको रिभ्यू दिन्छु भनेर हिँडिरहेको छु अनि के कति कस्ट लाग्यो यताउति पनि म भनिदिन्छु अहिले चाहिँ म पछाडिको दुईवटा टायर चेन्ज गर्नुपर्ने छ टायर चेन्ज गर्छु अनि त्यसपछि चाहिँ म कृतिपुर दाइहरूलाई भेट्न जान्छु अहिले गौतम दाइलाई भेट्न जान्छु अनि त्यहाँ जाँदै म रिभ्यू दिन्छु एसी चलाएछ अलिकति क्यामेरा भाइब्रेट जस्तो भयो होला मैले एसीको बटन चाहिँ डाइरेक्ट गराएको छु क्या त्यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ एसी अफ भयो अनि फेरि एसी अन भयो अनि गाइस दिस इज माई ड्राइभिङ बडी स्पेयर टायर चाहिँ चेन्ज गरेर राखिदिन्छु अहिलेलाई चाहिँ किनकि लङ टुर जाँदैछु सायद आफ्टर तिहार म लामै यात्रामा जान्छु यो मेरो 1988 को गाडी लिएर त्यही बेला गाडीले कहीँ कतै दुःख नदियोस् किनकि 1990 को गाडी लिएर पनि हामी चितवन टुर गएको हो यहाँ चाहिँ टायर चेन्ज गर्दैछु दुईवटा टायर चेन्ज गर्छु अनि त्यसपछि टायरलाई भेट्न जान्छु यो स्पोक टायर चाहिँ उ त्यहाँ राखिदिन्छु क्या त्यो टायरमा गाडीको त नयाँ छ टायर ल एकछिनमा भेट्छु मेरो टायर चाहिँ यस्तो भइसक्यो अगाडिको त नयाँ छ गौतम दाइले फोन गरेर हैरान पारिसक्यो अब 10 मिनटमा पुग्छु भनेर 10 मिनटमा पुग्दिनँ 15 देखि 20 मिनट हुन्छ गाडी अलिकति जग्लिङ गरिरहेको थियो टायर हुन त त्यस्तो भएको थियो त्यसो टायरको कारणले पनि हुनसक्छ मैले अलिकति स्मुथनेस चाहिँ पाएँ पहिला अलिकति कस्तो भनौँ अब यस्तो भएर चलिरहेको थियो कि ठिक छ म कृतिपुर जान्छु दाइलाई पिक गर्छु के छ त अब एकदम सही दामी अहिले चाहिँ हामी फार्मिङ जाँदैछौँ मनोज के छ हालखबर फार्मिङ जान्छ के फार्मिङ जाँदैछौँ तर नेपालमा चाहिँ यो यस्तोहरू चाहिँ फिनिसिङ चाहिँ राम्रो नगर्ने कि है मैले त्यही नै भने अलि चाँडै मैलिन्छ भने तर केही हुन्न मेन्टेन गर्ने हो नि 2 महिना कमै हुन्छ 2 महिना कम फेरि फेरौँला फेरि ब्ल्याक गरौँला एउटा माउन्ट चाहिँ बनाउनु गीत सुन कपिराइट लाग्छ कि ब्लग अनि कपिराइट लाग्छ कि फेरि ब्लग हेलो गाइस च्यानल टु माई वेलकम लाइक टु माई सब्स्क्राइब कपिराइट लाग्दैन होला के इङ्ग्लिसको ड्राइभर कपिराइट लाग्दैन अरे के What are you saying? घोरालो झर्दैछौँ यहाँबाट यसपछि चाहिँ टप भनेको दौडा आउँछ म्याराथन रनर रहेछ तर कहिलेको थाहा भएन भ्यान रहेछ भ्यान टुट ल नेपाल हो फेरि ल टुट हान्नै पर्ने भयो टेन्सन भयो अरे टेन्सन भयो अरे हामीलाई चाहिँ अब सिग्नल छ नहेरेर तनाव भयो फेरि त्यो चस्मा फेरि म त फेरि अर्कै देखिन्छ नि यो कहाँ मोर्ने हो यो मोर्छ यसका भएको अब यो चाहिँ हाम्रो यो के भन्छन् अरे यो ऊ हो के भन्छन् अरे यो हाम्रो त्यही यो हामीले है हो सुक्खा बन्दर कहाँ भन्छन् कि मैले कस्तो ठ्याक्कै दिन्छु नि यो है दामी यहाँ त गाडी त चाहिँ यस्तो भयो साउन्ड त कस्तो अब दुईटा स्पिकर पछाडि जानु पर्यो कि भाइ स्पिकर छ नि वायरिङमा चाहिँ जोड्न लाग्यो कि खोइ जोड्ने त फेरि तार मैले बजाइदिन्छु मैले जोडिदिन्छु के साउन्ड कम कपिराइट हेरेर
जबदेखि तुम्हारी लाल पीली अखियाँ फेरि हामीले गीत गाएर फेरि पर्ला कि जस्तो लाग्यो कपिराइट फेरि यो चाहिँ बाइ द वे हट वाटर है पहिला कोल्डै थियो घामले तातेर ओइ कर्नरिङ हान्न खोजेको तर सकेन मेरो लाग्यो दामी भनेपछि नानी यसले भिडियो गर्नुहुन्छ ओइ ब्रेक अहिले फेरि गाडी कस्तो भन्दाखेरि यताको खुल्छ त्यताको खुल्छ त्यताको खुल्दैन हेरि खुल्छ तर त्यो अलि फेरि सो यहाँ चाहिँ हामी यसो फोटो खिच्दैछौँ अब चाहिँ म टक्क गाडीहरू रिभिल गर्छु कस्तो भयो भने फाइनल सो यो सिसा चाहिँ ऱ्याप गराएको छ 50% ऱ्याप गराएको छ यो चाहिँ अनि यहाँ चाहिँ भित्रको इन्टेरियर चाहिँ यस्तो देखाएको छ जस बवाल देखाएको छ पहिलाको भन्दा भास्ट डिफ्रेन्स अनि यो चाहिँ गाडीमा चाहिँ स्क्र्याचेस लागेको छ यो पनि मेन्टेन गर्नु छ यताबाट साइडबाट यो साइडबाट चाहिँ यस्तो देख्छ पछाडिको चाहिँ यस्तो छ यस्तो दामी छ यो चाहिँ हार्मरेस्टको सो त्यही हो गाइस यो इन्टेरियर चाहिँ अहिले यतिको भएको छ बवाल भएको छ अहिले चाहिँ इन्टेरियर अब चाहिँ हामी जान्छौँ दमसिखिया दुइटै भिडियोमा दामी भ्युज गयो क्या अहिले चाहिँ कहाँ छौँ हामी अहिले चाहिँ हामी नक्कु छौँ यो साथीको अफिसमा जाने अनि साथीले चाहिँ थम हान्छन् अनि त्यसपछि चाहिँ हामी चाहिँ यता चिया खान्छौँ डोर प्याडहरू अनि योहरू चाहिँ मलाई पर्यो 12,000 बकेट सिट गराउँदा चाहिँ मलाई 10,000मै गरिदिनु भयो फ्लोरिङको चाहिँ 3,000 पर्यो बकेट सिट चाहिँ नर्मली अरू ठाउँहरूमा जानुभयो भने चाहिँ 14 देखि 15,000मा चाहिँ काहीँ पनि गर्दैन त्यहाँ 10,000मै गरिदिनु भयो त्यही त हो मैले गरेको अनि मैले ड्यासबोर्ड पनि बनाइहाल्छु भनेको तर टाइम लाग्ने भयो कि किनकि ड्यासबोर्ड खोलिसकेपछि चाहिँ नर्मली कसैले खोल्न मान्दैन खोलेपछि चाहिँ के भाइब्रेसनको प्रब्लम आउन सक्छ अरे क्या होइन गराउन चाहिँ यो अब यतिमै अधुरो त छोड्दिनँ गराइसकेपछि के भन्नु फिडब्याकहरू जति आउँछ म यो गाडीमा त्यति नै खर्च गर्छु क्या होइन अब नर्मल्ली कार मोडिफिकेसनको चाहिँ नेपालमा मैले त्यस्तो गराएको चाहिँ देखेको छैन होला है तर मैले चाहिँ आफूले रिसर्च गर्दा अनुसार चाहिँ त्यस्तो भेटिनँ क्या मैले बाहिरकै मान्छेहरूले गरेको मोडिफिकेसन हेरेर चाहिँ मैले यो गरेको हो वाइट कभर हाल्ने थट पनि त्यही भ्लग भन्दा पनि टिकटकमा भिडियोहरू हेरेर नै आएको हो क्या सर्ट क्लिप चाहिँ प्लान गर्छौँ अब कता हुन्छ पोखरा सिङ्गुली सायदै पोखरा गइन्छ होला लेट्स सी के हुन्छ त्यही नै गाइस मलाई खासै त्यस्तो बोल्न नै आउँदैन त्यस्तो बोल्ने कुराहरू पनि छैन है सो गाइस घर पुगेँ आजलाई चाहिँ यति नै अब नेक्स्ट म अपडेट गरिरहेको छु के कति गर्छ काम भनेर गाडीमा फिडब्याक दिनु न कमेन्टमा के भइरहेको कस्तो भइरहेछ ब्लग भनेर सो बाई नेक्स्ट ब्लग अब कहिले अपलोड गर्छ थाहा छैन सो टिल देन बाई